हेलो नमस्कार मेरो भाइ बहिनीहरू। इकोनोमिक्सको 1 मार्क्सको क्वेसन तपाईको मेजर अफ डिस्पर्सनबाट जहिले नि यो सोध्ने गर्छ। प्रश्नमा अङ्कगणितीय मध्यक तपाईको 22 र बहुलक मोड 25 छ भने मध्यका पत्ता लगाउनुस् भन्ने यो खालको क्वेसन आउँछ हैन। अब यसमा यो बहुलक प्राय क्वेसनमा दिइराखेको हुन्छ, तर के मध्यक दिन्छ कि मध्यका दिन्छ हैन। यस्तो अवस्थामा प्रश्न कसरी गर्ने भन्ने बारे म मेरो भाइ बहिनीहरूलाई अलिकति यहाँ एउटा यो क्वेसन हल गरेर सिकाउन गइरहेको छु, ध्यान दिनु होला। तपाईको हाम्रो यो प्रश्नमा अब मध्यक कति हो त भन्दा 22, त्यसैगरी बहुलक MO बराबर कति हो त भन्दा 25, ठीक छ। अब यो तपाईको बहुलक पनि दिएको छ, मध्यक दिएको छ हैन, अथवा कहिलेकाहीँ मध्यका पनि दिन सक्छ। यस्तो अवस्थामा के हो त, कसरी तपाईको हल गर्ने त भन्दाखेरि अब यो एउटा फर्मुला छ, वी नो द्याट ठीक छ। यो मोडको फर्मुला लाएर गर्नुपर्छ हैन। मोड बराबर तपाईको 3 मिडियन माइनस 2 मिन, यो फर्मुला हो। चाहे प्रश्न तपाईको मध्यक दियोस् चाहे मध्यका दियोस् हैन, यो बहुलक चाहिँ जहिले नै दिइराखेको हुन्छ। म यो मध्यक अथवा यहाँनिर के हुन्छ त मध्यका दिइराखेको हुन्छ। प्रश्नले जेसुकै दिए पनि तपाईको फर्मुला भनेको के हो त, मोड इक्वल टु तपाईको 3 मिडियन माइनस 2 मिन, यो चाहिँ फर्मुला हो। 1 नम्बरको सोध्ने गर्छ, अलि ध्यान दिनु। अब हामी के गर्छौँ त भन्दा यसमा खाली भ्यालुहरूलाई पुट गरिदिन्छौँ, सक्यो। अब मोड MO मोड बराबर कति दिएको छ त 25 इक्वल टु यो 3, ठीक छ। म मिडियनलाई MD भनेर सर्टकटमा लेख्छु, माइनस 2 को 2 मिन कति हो त भनेपछि मध्यक हैन, मिन इन्टु तपाईको मिन कति हो त 22, ठीक छ है त। अब त्यसपछि और 22 इक्वल टु 3MD माइनस 22 दुना कति हुन्छ त 44 हुन्छ, 44 हुन्छ हैन। त्यसपछि अब हामी के गर्ने छौं भने तपाईको यो 3MD लाई यता ल्याउने छौं, 3MD बराबर 44 माइनस को छ, यो उता गयो माइनस 25 भयो। 3MD इक्वल टु माइनस माइनस तपाईको प्लस हुन्छ, 5 4 9 4 2 6 69 भयो हैन। अनि 3MD को सट्टामा साटो हामी MD मात्र लेख्छौं, 3 लाई उता लान्छौं, 369 अपन यो 3 लाई यता लान्छौं 3, अनि MD इक्वल टु यसलाई क्याल्कुलेटरमा 3 तिया 9 2 तिया 6 भनेपछि 23 आउँछ। यसरी हामी हल गर्ने छौं। यति तपाईले गर्नुभयो भने यति गरेको तपाईको 1 मार्क्स एक्जाममा आउने गर्छ, प्राय यही सोधिराखेका हुन्छ। प्रश्नमा तपाईको बहुलक जहिले पनि दिएको हुन्छ, मैले फेरि पनि भने मध्यका अथवा मध्यक। अहिलेको प्रश्नमा मध्यक दिएको छ, यदि मध्यका दिएको भए हामी यो 3 मिडियनको ठाउँमा 3 इन्टु तपाईको मिडियन भ्यालु राखेर हामी के गर्थ्यौं त हल गर्थ्यौं। चाहे मध्यक दियोस् चाहे मध्यका दियोस्, गर्ने तरिका यही हो। यसरी गर्नु होला, एक्जामको लागि अति महत्त्वपूर्ण छ भन्दै यो प्रश्न म यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।